उपस्थित भेलालाई सम्बोधन गर्दै दार्जीलिङ लोकसभाका भाजपा सांसद राजु विष्टले यो तिरंगा यात्रा कुनै साधारण यात्रा नरहेर यो यात्रा एउटा देशभक्तिको प्रतीक हो भनी जनाए। तिनले यो यात्राले देशका बहादुर सैनिकहरूलाई उनीहरूको साहस र पराक्रमको निम्ति आभार व्यक्त गर्दै सम्मान जनाएको बताए। तिनले यदि भारत देशमाथि कसैले नराम्रो आँखाले पनि हेर्छ भने भारतले पनि त्यसको राम्रोसित जवाब दिन सक्छ भन्ने प्रमाण अपरेशन सिन्दूरले दिएको थप जनाए। सम्पूर्णलाई न्यानो अभिवादन र आज यस तिरंगा यात्रामा उपस्थित हुने सम्पूर्ण जनसाधारण खरसाङको जनतालाई धेरै बधाई टक्राउन चाहन्छु र आज विशेष गरेर हाम्रा एक्स सर्भिसमेनका सम्पूर्ण दाजुहरू यहाँ उपस्थित हुनुहुन्छ। धेरै सङ्घ संस्थाबाट पनि यहाँ उपस्थित जनाउनु भएको छ र सँगसँगै धेरै स्कुलका नानी केटाकेटीहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। सबैलाई फेरि पनि शुभकामना टक्राउन चाहन्छु र यो तिरंगा यात्रा खाली एउटा नर्मल यात्रा मात्रै होइन, यो गर्वको, सम्मानको र एउटा देशभक्तिको यो प्रतीक हो र जुन प्रकारले यस अपरेसन सिन्दूर सफलतापूर्वक सम्पन्न त अहिले म भन्न सक्दिनँ किनभने अझै गर्न बाँकी नै छ, तर जे जति पनि आज सुगुन यस देशले हासिल गर्यो र देशका बहादुर सैनिकले हासिल गरे त्यसका लागि हामीहरू यहाँ उपस्थिति जनाएका हौ। हामी त्यति भाग्यशाली त छैनौँ, त्यति भाग्यशाली भए त हामी पनि फौजी जस्तै सायद बोर्डरमै जाने मौका पाउँथ्यौँ होला, तर बोर्डरमा मौका जाने नपाए तापनि हामीहरू यहाँ उपस्थित जनाएर आफ्नो वीर बहादुर सैनिकहरूको सम्मानका लागि हामीहरू आज यस तिरंगा यात्रामा उपस्थित भएका हौँ। हामीहरू सबैलाई थाहा छ भारत बुद्धको देश हो, युद्धको देश होइन। भारत बुद्धलाई मान्छ, बुद्धको देश हो, भारत शान्ति पनि चाहन्छ। तर कसैले पनि भारतको अखण्डता, भारतमाथि अन्याय गर्ने अगर कुनै प्रकारको षड्यन्त्र राख्छ भने भारतले त्यसको जवाब दिन पनि जान्दछ र जवाब खाली बोर्डर भित्र सीमित भएर होइन, घर भित्र पसेर पनि मान्न जान्दछ। यो प्रमाण भारतले धेरैचोटि दिइसकेको छ र त्यही अपरेसन सिन्दूरको सफलताका लागि हामीहरू आज यहाँ सरिक भएका हौँ र मलाई लाग्छ अब पाकिस्तानले बिर्सेर पनि भारतलाई जिस्काउँदैन होला भन्ने म ठान्छु। जिस्काए भने फेरि बोर्डर पार गरेर भए पनि पाकिस्तानलाई ठोकेरै हामीहरू आउँदैछौँ। म फेरि पनि भन्छु हामीहरू शान्ति चाहन्छौँ, तर त्यसको अर्थ कदापि पनि यो होइन हामीहरू चुप लागेर बस्छौँ भनेर। यसपालि अपरेसन सिन्दूरका अन्तर्गत भारतले पाकिस्तान भित्र पसेर धेरै आतंकी अड्डाहरू र उहाँको सैनिकका धेरै अड्डाहरू जुन पाकिस्तानी सैनिकले चाहिँ आतंकवादीलाई समर्थन दिन्छ उहाँहरूको अड्डाहरू ध्वस्त पारेको छ र त्यही वीर पराक्रमी सैनिकको सम्मानका लागि हामीहरू यहाँ उपस्थित भएका हौँ। हजुरहरू सम्पूर्ण जनसाधारणलाई धेरै धेरै धन्यवाद र खरसाङको जनसाधारणले देखाइदिएको छ हामीहरूको देशभक्ति। यो देशका लागि हामीहरू मर्न पनि सक्छौँ, आउँदाखेरि अगर आइपर्यो भने यो देशका लागि मर्न पनि सक्छौँ भन्ने एउटा कडा सन्देश खरसाङ र पहाडको जनताले यस यात्रा माध्यमबाट यहाँबाट देशलाई जनाएको छ। त्यसका लागि म धेरै धेरै धन्यवाद र अब यो कुनै पोलिटिकल रेलीको यात्रा भनेको कुनै भारतीय जनता पार्टी या कुनै पार्टीको यात्रा होइन, यो देशभक्त खरसाङको जनताको यात्रा हो र तपाईहरुलाई फेरि पनि म धन्यवाद र बधाई टक्राउन चाहन्छु। म तपाईहरु सम्पूर्ण जनसाधारणको ऋणी छु। तपाईहरुले बार बार मलाई भोट दिएर माया गरेर आशीर्वाद दिएर मलाई दिल्ली पठाउनु भएको छ। तपाईहरुको
सम्मानका लागि, स्वाभिमानका लागि जे पनि एउटा सांसदले गर्नुपर्छ त म गरिरहेको छु, आउँदो दिनमा पनि अवश्य गर्छु। यति भन्दै मेरो छोटो वक्तव्य यही शेष गर्न चाहन्छु। धेरै धेरै